फाइनली हामी भित्र जाँदैछौँ है अब मेन दरवाजाबाट मेन ढोकाबाट Santa Maria da Costa Lucas Lebras तर यो पोर्तुगिज ल्याङ्ग्वेज चाहिँ होइन कुन देशको ल्याङ्ग्वेज रोमन भनेपछि इटाली ल्याङ्ग्वेज साँच्चै माथिको बनावट हेर्नुहोस् न कति पुरानो होला कति वर्ष हजार वर्ष पुरानो यहाँको इतिहास हेर्दा 1500 साल ताकादेखि अहिलेसम्मको छ त्यो बेलादेखिको अहिले 2025 सरी भित्र चाहिँ प्रार्थना चलिरहेको छ रहेछ माफ गर्नु होला हामी अहिले भित्र बस्न सकेनौँ र भित्रको ठाउँ देखाउन सकेनौँ भित्र प्रार्थना चलिरहेको छ यो टाइम पनि भयो यहाँको प्रार्थना गर्ने त्यो गर्दा पनि भिडियो कस्तो लाग्छ साथी जस्तो लाग्छ लाइक र शेयर कमेन्ट गर्न नभुल्नु होला यदि फेसबुक पेज र मेरो युट्युब अनि टिकटकमा नयाँ हुनुहुन्छ भने प्लिज माया गर्नु होला फलो गरिदिनु होला त्यही त आशा छ भिडियोलाई माया गर्नुहुनेछ साँच्चीकै सुन्दर साँच्चीकै रमाइलो साँच्चीकै स्वर्गको एउटा टुक्रा निकै रमाइलो निकै सुन्दर ठाउँमा आएका छौँ आज हामी मलाई निकै खुसी लागेको छ म एकदम एक्साइटेड पनि छु यो ठाउँमा आउन पाउँदा तपाईहरुलाई पनि यो ठाउँमा आइसके पछाडि कस्तो रहेछ त्यहाँको इतिहास बोकेको दरबार यो किल्ला तपाईहरुलाई देखाउन मन लाग्यो त्यसैले म भिडियो बनाएको छु जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला साँच्चीकै मभन्दा पछाडि देखिएको ब्याकग्राउन्डको यो दृश्य सायदै धेरैको मन जित्छ फाइनल्ली हामी निकै माथिको दृश्य देखाउनको लागि र माथिबाट देखिने यो सहर यहाँको किल्ला यहाँको सम्पूर्ण दृश्यहरू निकै रमाइलो ठाउँहरू तपाईहरुलाई देखाउनको लागि फाइनल्ली हामी यहाँबाट केही माथि जाँदैछौँ फाइनल्ली केही समय धेरै लामो समयको प्रतीक्षा पछाडि भनौं फाइनल्ली म यो ठाउँमा आइपुगे र तपाईहरुलाई पनि यो ठाउँको दृश्य देखाउन पाए निकै खुसी छु निकै रमाइलो लागिरहेको छ साँच्चीकै यहाँ किन मलाई छुट्टै खालको आनन्द फिल भइरहेको छ निकै आत्मीयतापन र निकै रमाइलोपन महसुस भइरहेको छ साँच्चीकै म तपाईहरुलाई शब्दमा वर्णन गर्न सक्दिनँ यो ठाउँको महत्त्व यो ठाउँको दृश्य यो ठाउँको वातावरण मैले जाको बारेमा म तपाईहरुलाई बताउन सक्दिनँ साथीहरु यति धेरै रमाइलो ठाउँ छ यो मलाई एकदमै मन पर्ने भनेको पहाड अग्ला पहाडहरु अनि तल बसेको समथर भूभाग हरियाली ती डाँडाकाँडाहरु निकै मन पर्ने मान्छे हुन त प्रकृतिलाई माया नगर्ने प्रकृति मन नपर्ने त साथीहरु कोही पनि हुनुहुन्न सबैलाई मन पर्छ यो ठाउँ त्यसैले मलाई एकदमै यो ठाउँहरु घुम्न मन लाग्छ मलाई फाइनल्ली यो दिन मैले दिएको छ जुराएको छ भेटाएको छ त्यसले गर्दा म यो ठाउँ घुमिरहेको छु तपाईलाई देखाइरहेको छु पोर्चुगल कस्तो छ भनेर तपाईहरुलाई देखाउन पाइरहेको छु साँच्चीकै पोर्चुगल साँच्चीकै स्वर्गको एउटा टुक्रा निकै रमाइलो निकै आनन्ददायी ठाउँ र निकै सुन्दर प्रकृतिले निकै नै सुन्दर बनाएको छ यो ठाउँलाई विशेष गरेर म तपाईहरुलाई एउटा कुरा भन्न चाहे चारैतिर घेरिएको सहर चारैतिरबाट घेरिएको बीचको एउटा अग्लो पहाड यहाँ एउटा किल्ला यो पुरानो साम्राज्य पुरानो राज्य पुराना राजाहरूले आफ्नो जनताको लागि यहाँका जनताको लागि राजा शासन प्रयोग गरेको ठाउँ राजाको दरबार यहाँको किल्ला निकै महत्त्व बोकेको ठाउँ पोर्चुगलको एउटा इतिहास साँच्चै सुन्दर रहेछ चारैतिर पहाडले घेरिएको छ बीचमा मस्त बसेको शान्त सहर अनि यो अग्लो पहाड साँच्चै सुन्दर रहेछ Olá, boa tarde.
अब हामी फेरि अर्को ढोकाबाट भित्र जाँदैछौँ। यहाँको अर्को महत्त्व ठाउँ छ ल्यान्ड। यो पुरै ढुङ्गाले बनेको होला, सबै ढुङ्गै ढुङ्गा हो, यो सिमेन्ट होइन। यो ढुङ्गालाई कुदेर आकृति बनाइएको छ, ढुङ्गा नै हो यो। भित्र जानुभन्दा पहिला म यताको केही दृश्य देखाउन चाहन्छु तपाईँहरूलाई। आहा, त्यो बेलामा लडाइँ हुँदाखेरि प्रयोग गरिएको ठाउँ होला यो है। सेनाहरू यहाँ चारैतिर छरपष्ट हुन्थ्यो होला। अहिले पनि हलिउड मुभीमा, युरोपियन मुभीमा निकै देखिन्छ यो यस्ता दृश्यहरू। त्यो बेलाका त्यो रियल कहानीलाई अहिले फिल्ममा कथा बनाएर देखाइन्छ। यस्ता ठाउँहरू, यस्ता किल्लाहरू युरोपमा धेरै छन्। आज म यो पोर्चुगलको विशेष ठाउँमा आएको छु, यो ठाउँ देखाउन पाएको छु। निकै सुन्दर रहेछ, चारैतिर सहरले घेरिएको ठाउँ। आउनुहोस् लागौँ अब यहाँबाट भित्र, योभन्दा पनि माथिको ठाउँ जाउँ। ओ माई गॉड, यहाँको संरचनाहरू भत्किएछन्। यहाँ त्यो बेलामा के हुन सक्छ, यी कुनै कोठा होलान्, किन यताबाट एउटा ढोका, उताबाट एउटा ढोका छ, गर्दाखेरि कोठा नै होला ऊ बेलाको। हेर्नुहोस् त, यहाँबाट दुश्मन हेर्ने ठाउँ। ल हेर्नुहोस् है, आहा, यहाँबाट आयो टक्क, फाइनल्ली यहाँबाट चाहिँ दुश्मनलाई ताक्न सकिन्छ, पल्लो डाँडाबाट हेर्ने दुश्मनलाई है। अर्को तर्फ पनि ढोका रहेछ, यहाँबाट पनि तपाईँहरूलाई म दृश्य देखाउँछु। सेनाहरू यहाँ बस्थ्यो होला त्यो बेलामा है, चारैतिर राजाको रक्षा गर्नको लिए, अनि यहाँको किल्ला बचाउनको लागि, आफ्नो साम्राज्य जोगाउनको लागि ऊ बेलामा पनि निकै महत्त्वपूर्ण मानिन्थ्यो। अहिले त यति धेरै महत्त्व बोकेको यो ठाउँ। साँच्चीकै स्वर्गको एक टुक्रा भन्दा पनि फरक नपर्ला। आहा, म तपाईँहरूलाई यहाँको ट्रेन स्टेसन देखाउन चाहन्छु। यो चाहिँ तुरेश बेदराजको ट्रेन स्टेसन।
साँच्चीकै कल्पना भन्दा मैले कल्पना गरेँ भन्दा मैले सोचे भन्दा धेरै फरक रहेछ यो ठाउँ। मैले केही समय अगाडि तलबाट देखिरहेको थियो ठाउँ। यहाँ आउने मन थियो तर त्यो बेला मैले पाइनँ, समय मिलेन र आज आउने अवसर मिल्यो। यो समय यो ठाउँ निकै रमाइलो लागिरहेको छ मलाई। देख्न सक्नुहुन्छ प्रकृति अनि यहाँको वातावरण, यहाँको सुन्दरता साँच्चीकै मनमोहक छ। यदि कोही साथीहरू पोर्चुगलमा हुनुहुन्छ र यो ठाउँ घुम्नु भएको छैन भने जसरी पनि आउनु होला, यो ठाउँ घुम्नु होला। निकै रमाइलो, निकै निकै रमाइलो, निकै सुन्दर अनि निकै शान्त र साँच्चीकै आनन्दमय ठाउँ छ। अब हामी यो माथिको भूभागमा जानेछौँ, यो किल्लाको सबैभन्दा माथिको भाग, अनि त्यहाँबाट देखाउनेछौँ तपाईँलाई साँच्चीकै यो ठाउँ कस्तो रहेछ भनेर। है त, आउनुहोस् लागौँ यहाँभन्दा पनि केही माथिको भागमा। तपाईँलाई म एउटा विशेष ठाउँ देखाउँछु जहाँ त्यो बेलामा यहाँबाट कसरी यहाँका सेनाहरू लडेका थिए आफ्नो दुश्मनसँग र कसरी यहाँको रक्षा गरेका थिए। ऊ बेलाको यहाँको यो मेसिन गन, यहाँको गोला बारुद पड्काउने साधन र हेर्नुहोस् त। र हामी यहाँबाट केही माथि जाँदैछौँ है। सबैभन्दा टपको भूभाग। ल फाइनल्ली सबैभन्दा माथि आयो है हामी। म यति बेला सबैभन्दा माथिको भागमा छु। छोड्छु कस्तो छ त, यहाँबाट कस्तो ठाउँ देखिन्छ त। साँच्चीकै यो निकै मलाई निकै आनन्द लागिरहेको छ, निकै रमाइलो लागिरहेको छ साँच्चीकै। ओ माई गड, वेट, निकै डर लाग्दो छ यहाँबाट।
साथीहरू, आज हामी विशेष ठाउँको यात्राको भिडियो तपाईँहरूलाई देखायौँ। कस्तो लाग्छ? जस्तो लाग्छ त्यस्तै लाइक, सेयर र कमेन्ट गर्न नभुल्नु होला। मेरो फेसबुक पेज, युट्युब, टिकटकमा नयाँ आउनुहुन्छ भने हामीसँग जोडिनु होला। जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला। यदि मलाई फलो गर्नुभएको छैन भने, मेरो अकाउन्टलाई फलो गर्नुभएको छैन नि प्लिज फलो गरेर साथ दिनु होला, माया जताउनु होला, माया गर्नु होला। तपाईँहरूको मायाको म आभारी रहनेछु। आशा छ यति रमाइलो ठाउँको भिडियो तपाईँहरूलाई देखाएको छु, माया गर्नुहुनेछ पक्कै। जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया भने लेखिदिनु होला है त।